शहीद स्मारक हिटोडामा स्थित हामी श्रीमती श्रीमान छोरा सहित बाबा मम्मी र मथुरा दिदी र केदार दाजी समेत यहाँ आजको दिन यो मनमोहक दृश्यको अवलोकन गर्न पनि पोखरादेखि आएका हौँ र अति नै राम्रो र रमणीय ठाउँ रहेछ र शहीद स्मारक जस्तै हाम्रो पनि स्मरण रहिरहोस् र यो ठाउँलाई अझै पनि गरिमाय र राम्रो बनाउन सरकारलाई अनुरोध। अनि यो यस्तो छ, पानीले गर्दा म तल बाटो जान नपाएर माथिको बाटो गइरहेको छु। क्यामेरा स्पष्ट भिडियो आउन नसक्ला, त्यही पनि हजुरहरूले यसलाई नै उपलब्धि मानेर यसलाई माया गरिदिनु हुन अनुरोध। र यसलाई हामीले चाहिँ आफ्नो सोसियल साइटतिर पनि अपलोड गर्नेछौँ। तल पानी नै पानी, तल त पानी नै पानी छ, यता जङ्गलको बाटो छ। पानीले हिँडिसक्ने ठाउँ छैन त नि। हामी पोखरा हरिचोक आसपास टोडीखेल हामी अब यता